वेलकम टु माई न्यू भ्लगमा सबैजनालाई स्वागत छ भनौँ है। आजको दिन यस्तै भयो, दुईजना मात्रै छ काममा जाने। राम्रो भिडियो त छैन होला, तर पनि तपाईँहरूले हेरेर साथ सपोर्ट दिनु होला भन्ने मेरो अनुरोध र विश्वास पनि छ। सबैजनाले हेरिदिनु होला। खासै राम्रो त भिडियो बनाउँदैन अब, तर पनि प्रयास कोसिस गरी जारी नै छ। अब राम्रो भिडियो भयो भने लाइक सब्सक्राइब गरिदिनु होला है। अब योभन्दा त धेरै के बनाउँ र, राम्रो भिडियो त खासै बनाउन आउँदैन, तर पनि ट्राई गर्दैछु मैले। राम्रो भिडियो भयो भने, अब नराम्रो भयो भने हेरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है त। सबैजनालाई मेरो भिडियोमा स्वागत छ। डेली ब्लग बनाउन कोसिस गर्छु, तर डेली ब्लग त बनाउन सक्दिनँ मैले। हप्तामा 3टा भिडियो 2टा भिडियो चाहिँ हाल्न सक्छु है त साथीहरू। मैले अझ राम्रो भिडियो ल्याउन सकु, ताकि सबैजनाको भिडियोहरू पनि मैले हेर्ने गरेको छु। सबैजनालाई मिठो माया, न्यानो सम्झना छ है त। अहिले 2जना मात्र छौँ हामीहरू हिँड्न लागेको काममा। राति त धेरै हुन्छ, अहिले 2टा मात्रै छौँ, हेर्न सक्नुहुन्छ। मोबाइल भन्दा अरू केही छैन साथीको ध्यान। केवल गाडी छ यहाँ, यसो हेर्नलाई रमाइलो छ घुम्नको लागि। आज मौसम सफा छ, एकछिनपछि पानी पर्छ होला सायद। चिसै गरेको छ, भर्खर त आएर होला, त्यति चिसो त लागेको छैन नि। यहाँ फेरि गाडी आउँछ, धेरै गाडी क्रस गर्नलाई हल्का टाइम लाग्न सक्छ साथीहरू। ल हेर्नुहोस्, माथिको बिल्डिङ यस्तो छ, गाडीहरू आइराखेछन्। के गर्नु हजुर, यस्तै छ परदेशी जिन्दगी। मलेसिया क्यान्टिङ आइल्यान्ड भन्ने ठाउँ छ अहिले हामीहरू। अहिले दिउँसोको 3 बज्न लागिसक्यो भनौँ न। अब नाइट ड्युटी हो, अब काम जानु पर्यो। अहिले ड्युटी लाग्ने टाइम त भइसकेको छैन, एकछिन पछि हुन्छ। केही गर्न खाना खानु पर्यो, अनि हाजिर लगाउँदै भइहाल्छ टाइम त। गाडी पनि आउँदैछ, सकियो गाडी। अब म बाटो क्रस गर्छु। ल हिटहरू पनि आइरहनु, यहाँ झन्नै टुक्केको हो के हो। केटी मान्छेहरू पनि कस्तो दुखरेको है। थोरै अगाडि है नजिकै छ फेरि अब हामीहरू मलेसियामा बस्ने प्रायले म्याग्नुम खेल्ने, टोटो खेल्ने प्राय यही नजिकै हो। अब तपाईँहरू पनि खेल्नुहुन्छ होला, मलेसियामा बस्ने साथीहरू। नखेल्ने त कुरै पनि भएन। यो टोटो खेल्ने भन्ने त, नखेल्ने भन्ने त त्यो हुँदैन क्या है। मलेसियामा बस्ने प्रायले टोटो खेल्छ। टोटो त छैन यहाँ, म्याग्नुम छ, यही ठाउँ हो। यसमा पनि कति खेल्दै साथी पनि खेल्ने मान्ने कोसिस गर्दै थियो, तर मसँग पैसा नभएर गएन साथी। गइयो अब ड्युटीतिर लाग्यो। के गर्नु हजुर, पैसा नभएपछि कहिले त हान्न पनि मन लाग्दैन। कति हान्नु हो, यहाँ त पैसा कति सकायो यहाँ हान्दा चाहिँ। ल 2जना मजाले हिँड्दैछौँ अब। लिफ्टमा चढिहाल्छु, लिफ्टमा। म तपाईँहरूलाई माथिसम्मकै देखाउँछु है, होटलमा कतिसम्म। भित्र गयो भने त भिडियो भन्नु मिल्दैन बाहिरबाट। यही बाटो हजुर काममा जाने। बाहिर पनि रमाइलो छ नि, सफा भएको बेला त रमाइलो हुन्छ नि बाहिर। भित्र आइसक्यो हामीहरू। भित्र यस्तो छ साथीहरू। विदेश भनेको विदेश नै हुन्छ क्या है। भित्र पनि कस्तो रमाइलो छ ठाउँ त। राम्रो एकजना मोबाइल भन्दा हाम्रो ध्यान छ। ल देखाउनु चाहिँ यहाँ तल के रहेछ हो, सबै 2-3जना लगेदैछ। चल्न अझै खालको ह्याबिट चेन्ज भइरहेको छ क्या। कस्तो रहेछ आज राम्रो सबैजना त। यस्तो छ अनि यो महल यस्तो ठुलो छ है। घुम्नको लागि, बच्चा खेल्नको लागि रमाइलो छ। यो अब लाग्यो
कामतिरको बाटोमा ल लिफ्ट पनि कतिमा छ लिफ्ट ल ट्याक्कै 3 मै रहेछ लिफ्ट ल टोडा सर पनि आउनु हो सँगसँगै जाने लिफ्ट उहाँ पनि मोबाइलमै बिजी हुनुहुन्छ म चाहिँ भिडियो बनाउँदैछु कति मोबाइल हेर्नु है मोबाइल हेर्दा हेर्दा ओके लागेको भिडियो बनाइदिउँ हामी पनि के छ र अहिले नचल्यो भने कुनै दिन नेपालको यो पनि यसो याद आउला बोतल यही हो साथीहरू हामीको काम गर्ने तर बाहिर पनि खासै ठुलो देखिँदैन भित्र पनि ठुलो छ ओ कार्ड हान्न जानु पर्यो सोल्टीहरू के छ के गर्नु हजुर विदेशमा हाजिर लगाउने पनि यस्तो हुन्छ टक्क हिँड्ने अनि अगाडि बढ्ने त्यसपछि काट्ने अनि म चाहिँ छिटो छिटो जान्छु होला ल साथीहरू गएको है भित्र ल साथीहरू सबैजनालाई बाई बाई छ भिडियो बनाउनु मिल्दैन है त ल बाई